आज हामी यात्रा गर्दैछौँ सुर्खेतदेखि कोलपुरसम्मको। यो ठाउँ चाहिँ सुर्खेतको छेउमा रहेको धुलिया बिटतिरको ठाउँ हो। यो चाहिँ धुलिया बिटको चोक हो र हामी यहाँदेखि अगाडि बढ्छौँ। र हामी भेरी पुलको नजिक आइपुग्छौँ। हामी यो चाहिँ भेरी पुल हो जुन त जाजरकोटतिर रुकुम र डोल्पातिरबाट बग्दै आइरहेको भेरीको पुल हो। यो चाहिँ हेर्दाखेरि चाहिँ बबाल देखिन्छ। यहाँ चाहिँ चट्ट राम्रो देखिन्छ। हामी चट्टमा चाहिँ यहाँ बाइक रोकेर झरेर मजाले हामी दुईजना यसो भ्यूहरू हेऱ्यौँ, टक्क यहाँको भ्यूहरू खिच्यौँ। अनि फेरि धेरै बस्ने टाइम पनि थिएन हामीसँग। त्यहाँ चाहिँ कुम्मैयाहरू भिडियो बनाउँदै थियौँ। कुम्मैयाहरू पनि फेरि थाहा भएन होइन त, सबै कुरा थाहा छैन। त्यहाँ चाहिँ तल त्यो मुनिको चाहिँ मान्छे जलाउने वाला ठाउँ हुन्छ चाहिँ। अनि प्रायः जस्तो धेरै सुर्खेतको मान्छेहरू पुरै यतातिर मरेको मान्छेहरू चाहिँ यतातिर लिएर जलाउने गर्छन्। र केही छिनपछि हामी त्यहाँदेखि हिँड्छौँ, किनभने चाहिँ हाम्रो कोलपुर पुग्न थियो। यतिकैमा हिँड्दा हामी फेरि छिन्चु आइपुग्छौँ। यो चाहिँ छिन्चु हो। यताको बाटो चाहिँ यो जाजरकोट जाने बाटो हो र यताको चाहिँ हामी कोलपुर जाने बाटो, काठमाडौँ जाने बाटो, कोलपुर जाने बाटो चाहिँ हो। तर यहाँ चाहिँ धुलो धुवाँले हजुर घर नगर्यो। यहाँ चाहिँ ट्याक्क ट्राफिक चाहिँ फेरि हाम्रो राजा वीरेन्द्र जस्तै देखिनुहुन्छ उहाँ चाहिँ फेरि। अनि धुलो चाहिँ खत्तम छ यहाँको। यस्तो धुलो छ, अब के भन्नु, खै विकास कहिले हुने हो यहाँको थाहा छैन। धुलोले गर्दा हैरान बनायो, के गर्ने, बाइकमा जान पर्ने। पुरै नेपाली पाउडर बेस गरी दल्यो, शरीरमा बेस गरी दल्यो। अनि यतिकैमा हामी चट्ट पारेर थोरै अगाडि हिँड्यौँ। अनि ट्याक्क हामीलाई चाहिँ यो राजाको फोटो टाँसेको गाडी देखेँ, च्याप्पै रेकर्ड गरिहालेँ। किनभने चाहिँ फेरि मलाई राजा चाहिँ एकदमै बाबालाई मनपर्छ। अनि त्यतिकैमा हामी चाहिँ सर अगाडि बढ्यौँ। अनि ठाउँ चाहिँ एकदम बबालै छ, झक्कास छ होइन, हरियाली सर गयौँ दुईजना चाहिँ। अनि यतिकैमा थोरै अगाडि जाँदा चाहिँ यहाँनिर चाहिँ टक्क एउटा सरकारी बाइकमा चट्ट तिनजना हालेर होइन, एकजना दाइ सरर जानुभएको रहेछ। अनि तर अब उहाँको बाध्यता हो कि के हो थाहा भएन तिनजना हाल्ने। तर सरकारी गाडीमा चाहिँ खासै तिनजना हाल्ने चाहिँ ठिक चाहिँ होइन होइन। जे जस्तो भए पनि ठिकै छ, अबदेखि चाहिँ तिनजना नाल्नु होला भन्दै हामी अगाडि बढ्यौँ। त्यसपछि हामी चट्ट अगाडि आइरहेको थियौँ। चट्ट एउटा अटोमा हरियो घाँस हालेर सरर अटो आइरहेको देखियो होइन, रमाइला पलहरू। अनि अगाडि बढ्दै गयौँ। गाउँ छोडेको बेला मन चाहिँ दुखी भएको थियो, तर पनि केही छैन भन्दै हामी अगाडि बढ्यौँ। चट्ट परेर कोलपुर आउनु कति टाइम लाग्छ थाहा थिएन। कुदाउँदै गयौँ होइन। यतिकैमा हामी सरर कोलपुर चट्ट पुग्यौँ। कोलपुर पुगिन्छ, यति छिटो पुगिन्छ जस्तो लाग्थ्यो नि, तर खै किन अलि गाडी स्पिडमै थियो, सरर पुगिहाल्यौँ कोलपुरमा चाहिँ। यो चाहिँ कोलपुरको चौरा हो। यता लेफ्टतिर चाहिँ काठमाडौँ जाने, अनि यो थोरै अगाडि गएर चाहिँ यता राइटतिर जाने हो भने चाहिँ सिधै अगाडि जाने हुन्छ। यहाँबाट चाहिँ यताबाट चाहिँ सिधा अगाडि जाने हो भने चाहिँ उता नेपालगञ्ज पढ्यो, अगाडि नेपालगञ्ज, उता अब यताको लेफ्ट नेपालगञ्ज। अब यताबाट जाँदाखेरि चाहिँ चट्टै धनगढी जाने बाटो हो। अनि आज चाहिँ हामी फाइनल्ली कोलपुर पुगिसकेका छौँ। सबैजनालाई एकदम धेरै धेरै धन्यवाद छ, माया छ। हामी चाहिँ अब कोलपुरदेखि काठमाडौँ जाने बेला चाहिँ बबाल भिडियो लिएर आउँछौँ। तपाईँहरू सबैजनाले हेरेर माया गरिदिनु होला है त।